सो हेलो गाइज गुड मर्निङ। हाम्रो चाहिँ अहिले बिहान रातिको 1:13 भइरहेछ, ठ्याक्क राति 1:13 भइरहेछ। आज चाहिँ अप्रिल 1 हो, हेर्न सक्नुहुन्छ अप्रिल 1 हो, अप्रिल 1 हो। अनि हामीले चाहिँ आज हाम्रो साथी प्रिय साथी मिस्टर तिलकलाई प्र्याङ्क गर्न लागेको छौँ, र म तपाईँहरूले यहाँको छोडेर डिस्क्रिप्सन दिन्छु है त। यो चाहिँ हाम्रो अभिपास हो, यो चाहिँ हाम्रो बसमा चढ्ने सब्सक्रिप्सन हो होइन। अनि यो चाहिँ मेरो आज चढाएको थिएन कि, अनि ब्लक भएको थियो, माइनसमा गएर चाहिँ थाहा भएन ब्लक भएको थियो। अनि दिपक पनि घर कामबाट आएर छ, अनि तिलकलाई चाहिँ हामी कल गरेर दिपक चाहिँ त्यहाँ नर्मल छुट्याएछ भन्नु पऱ्यो, ट्यागको कल गरेर। मेरो त कार्ड ब्लक भएको छ, म जानै मिल्दैन। अनि त्यसको कार्ड छ नि त, अनि जान्छ कि जाँदैन हेरमै त। आज रातिको 1:14 भएको छ, 2 बजीसम्म गाडी चल्छ होइन। हेरमै त केटोले फोनै उठाएन भने चाहिँ तनाव हुन्छ होइन। सो द्याट्स गो। मिस्टर तिलक यहाँ छ। नम्बर लिक त हुने। ओए भाइ के गर्नु छ भाइ? सुतिसक्यौ? अनि के भन्छ कस्तो झ्याउ भयो मलाई त्यहाँ। के गर्नु तिमीले दिमाग खराब भएको छ। मलाई मेरो यो ओबी चिप्कार अघि उ भएको थियो नि त, मस्तो हुन्छ। अनि बन्द भइरहेछ। अनि दिपक नडमा लिन आइज भन्छ, कसरी जान्छ त नडमा? त्यही साउले त्यही छोडिदिएर तिमी जाउँ त। 2 बजीसम्म गाडी चल्छ, ल्याइदिएन प्लिज हेर्नु। अनि मेरो त 6 €, 12, 8 € जान्छ। तिम्रो ब्याङ्क कार्ड लिएर जाऊ न, उसले त 3 € त लाग्छ नि। अनि उसको 3 € लाग्छ, तिम्रो मन्थली सब्सक्रिप्सन छ त्यो आउने मात्रै त नि। छ्याम्मा हान्छु भाइलाई, यस्तै गर्छ क्या। 1300 पाएको हो कि त्यसो भए तिम्रो चिप कार्ड छ कि छैन? पुरानोमा क्यास लिएर 10 € अनि हाल्दै लिएर मलाई त्यो तिम्रो घरसम्म हिँडेर आउनु मात्रै अहिले राति। अनि त्यो 2 बजी हाल्छ त्यति बेलासम्म छ। त्यो बोलाइरहेको कसरी उल्टी सब्सक्रिप्सन ल्याएन। अनि साउहरूले त्यहीँ छोडिदिएर त के अन्त। चर्ची लगेर दिपक चिप कार्ड आज गाडीमा गएको, अनि चिप कार्ड लगेन जाने। किन माइनसमा किन नि भर न, दिपकले पैसा दिन्छ। पैसा त घर दिन्छ। त्यसो भनेर कि मैले उहाँ गएर 80 € लोड हानेपछि 3.5 € भयो। 3.5 € पुग्छ नि दिपकले यहाँ पुग्न छ नि। 123 मा छ, अनि 147 हो। 123 र 147 मा छ भाइ। 123 को त भ्याउने चान्सै भएन। कुदेछ भने 6 मिनेट पुग्दैन। जिस्क्याउँदै प्र्याङ्क होला, अप्रिल फुल होला। ओए तिलक के जानु रेडी भयो त? दिपक अनुहार देखाइदिउँ न भ्लगमा। जान्छ कि जाँदैन, कस्तो दोस्ती के निबन्ध आज हेर नि। उसलाई भाले बिस्तारै दोस्ती निभाउँछ कि निभाउँदैन, अनुहार देखाउन यहाँ भ्लगमा। भ्लग देखाउन अनुहार दाँत 2टा मात्रै दाँत देखाएको छ। ब्राइटनेस फुल पार न। खै ओए चिरकुट अनुहार कभर काट्दै हेर न। ओहो गाइज यही हो तिलक चाहिँ।
तिलक चाहिँ यो नोट जान रेडी भएर छ अप्रिल फुल मनाइहाल्यो हेर्न सक्नुहुन्छ आज अप्रिल 1 हो अप्रिल 1 हो कस्तो भयो त तिलक एक्सपिरियन्स तिमीले के साँच्चै भन्दैन थियो म कसम निस्किसकेको थिएँ जान चाहिँ जाँदैन थियो है भाइ तिमीले आज अप्रिल 1 भन्ने थाहा थियो होला पहिले प्र्याङ्क भन्छ त्यो प्र्याङ्क भयो भने थाहा मैले भगवान् कसम त्यति बेला यादै भएन कि जब उठ्यो अनि ठ्याक्कै सोधिहाल्थेँ एकचोटि सोचेँ ल भाइले जानु पऱ्यो नि खुसी भएर सुत म जानु सक्सेसफुली प्र्याङ्क हान्छ मिस्टर तिलकमाथि ऊ चाहिँ भर्खर भक्कु काम हानेर आएर अनि गाह्रो भयो भन्दैछ भक्कु पैसा गनेर आएर छ ल गाइस बाई गर्नु भाइ सी यू ल भाइ राम्रोसँग सुत गुड नाइट सो गाइस हामीले सक्सेसफुली प्र्याङ्क हानिसक्यौँ आज अप्रिल फुलको दिन सो अब यस्तो रमाइलो कन्टेन्ट लागि तपाईँले यो भिडियोमा कमसेकम पनि 5000 लाइक पुऱ्याउनु पर्ने हुन्छ र के भन्छ 500 कमेन्ट चाहिँ पुऱ्याउनै पर्ने हुन्छ र 1000 सब्सक्राइबर पुऱ्याउनु पर्ने हुन्छ त्यसलाई चाहिँ अर्को प्र्याङ्क चाहिँ हामी दिपकमा नि हान्न सक्छौँ के भन्छ जसमा नि हान्न सक्छौँ कमेन्टमा गर्नु होला के प्र्याङ्क कस्तो प्र्याङ्क सो आजको लागि यति नै गुड बाई 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 सी यू अगेन